हेलो गाइज, वेलकम टू माई युट्युब च्यानल। म चाहिँ यसो खेतबारीतिर जाँदैछु होइन, नजाने नि भ्लग गर्दैछु। बाख्रा चराउन आएको हो यस्तो होइन। पानी परेर मौसम अलि राम्रो राम्रो देखेको छ। चाहिँ बाख्रा चराउँदैछु गाउँमा। खतरा देखेको छ भ्यू, नजारा कस्तो। तर मेरो साथी आजको यो सबै दिनभरिको साथी। हेर्नु आज पानी परेर चाहिँ बाढी आएको छ। यहाँ जाल खेल्ने मान्छे पनि छ, माछा मारेर। बिहानको पानीले गर्दा बाढी आएर माछा मार्ने मान्छे। माछा मारेको फिट कस्तो छ, घामले पोलेछ। पानी पऱ्यो नि घाम चाहिँ लागेको छ ल, पोल्ने घाम लाग्छ। अलि खतरा नजरा दामी देख्छ नि। मलाई चाहिँ अब घर जानु भन्नको लागि बुवा आउनु भइसकेको छ। बाख्राहरू म चाहिँ घरतिर सभा अब दिनभरिको साथी होइन, दिनभरि भएन, बुवा आउनुभयो उता हुनुहुन्छ बाख्रालाई चराउनको लागि। टक्क होइन, पारी चाहिँ मेरो घर हो। नेपालतिर चाहिँ काम गर्दै हुनुहुन्छ, पुल बनाउँदै हुनुहुन्छ। दामी छ नि देख्नलाई हरियाली। अघि तल देखाएको माछा मार्ने टोली यहाँ आइपुग्नु भन्छ। यस्तोमा पनि के जाल खेल्नु मन लागेन। यहाँ चाहिँ चौतारामा होइन मन्दिर छ, शिवजी राधा कृष्ण मन्दिर। यो चाहिँ मेरो घर हो। यसै यस्तो छ, खतरा छ। केरा काट्दै, ओहो छिनानी भयो। काठमा हान्यो के छोरो, ल फेरि बुवाको हाततिर हाल्ला नि। तिरपाल पाल परिसक्यो, छिन्यो। हात काट्लाई जम आऊ। छोरालाई धेरै नदिए नि हुन्छ। केरा काट्ने बच्चा।